दयाहाङ राई प्रत्येक फिल्म सुपरहिट हुँदा पनि उनी किन अनलक्की हिरो भनेर चिनिन्छन्? आउनुहोस् आजको यस भिडियोमा यसै बारेमा चर्चा गरौँ। म त थाहा गएँ गरी खान्दिएन मलाई। दयाहाङ राईको जन्म सन् अप्रिल 13, 1980 भोजपुर जिल्लाको खुवा भन्ने गाउँमा भएको थियो। उनको बाल्यकाल साधारण परिवारमा बित्यो। उनलाई अभिनयको धेरै मन थियो। आर्थिक अवस्था सजिलो नभए पनि उनले आफ्नो सपना पूरा गर्न भनी काठमाडौँ आए र थिएटर कला पढ्न थाले। उनले सोचेका पनि थिएनन् होला कि उनको जीवन यसरी पल्टिनेछ भनेर। दयाहाङ राईले 2069 सालमा निश्चल बस्नेत निर्देशित चलचित्र लुटबाट भने आफ्नो पहिचान पाए। दयाहाङ राईले आफ्नो चिल जीवनशैली र हास्यप्रिय व्यक्तित्वको लागि पनि धेरै चर्चित रहेका छन्। उनी सधैँ आफूलाई सजिलो र मस्त मानिसको रूपमा भने प्रस्तुत गर्न मन पराउँछन्। उनका इन्टरभ्यूहरूमा पनि उनी खुलस्त र मजाकिया हुन्छन्, जसले उनलाई प्रशंसकहरूको माया जिताउँछ। उनले आफ्नो जीवनशैलीलाई गम्भीरतासँग लिन्छन्, तर आफ्नो काममा भने उनले रमाइलो पनि गर्छन्। मसँग केही पनि थिएन, उसको लागि माया भयो। दयाहाङ राईको प्रेम कथा पनि धेरैजनाको चासोको विषय भने बनेको छ। उनको बेनुका राईसँग भने विवाहित भएका छन्। बेनुका राई पनि एक प्रतिभाशाली व्यक्तित्व हुन् र उनीहरूको जोडीले धेरैलाई प्रेरणा पनि दिने गरेको छ। दयाहाङ र बेनुका दुवैले आफ्नो व्यक्तिगत जीवनलाई भने निजी जीवनसँग टाढा राखेका छन्, तर उनीहरूको प्रेम कथा चलचित्र जगतमा भने निकै चर्चित रहेको छ। उनीहरूको सम्बन्धले देखाउँछ कि प्रेम र समर्थनले कसरी जीवनलाई सकारात्मक बनाउन सक्छ। आजदेखि मेरो बिहेको कुरा सकियो केटा। दयाहाङ राईलाई नेपाली चलचित्र उद्योगमा भने अनलक्की हिरो भनेर पनि भनिन्छ। यसको मुख्य कारण भनेको उनको देखावट हो। नेपाली चलचित्र जगतमा हिरोलाई सुन्दर, लामो र आकर्षक हुनुपर्छ भन्ने भने गहिरो धारणा रहेको छ। दयाहाङको देखावटको यस मापदण्डमा नपर्ने भएकाले उनलाई भने धेरै चलचित्रहरूको मुख्य भूमिका पाउन पनि निकै गाह्रो परेको थियो, तर उनले यसलाई चुनौतीको रूपमा लिएर आफ्नो अभिनयको क्षमताले सबैलाई कायल बनाएका छन्। उनले आफ्नो इन्टरभ्यूहरूको यो कुरा स्वीकार गरेका छन् कि उनलाई उनको देखावटको कारणले धेरै चुनौतीहरू सामना गर्नु परेको छ, तर उनले यसलाई आफ्नो शक्ति बनाएर आफ्नो प्रतिभा र मेहनतले सफलता भने उनले हासिल गरेका छन्।